मैले त्यो फोटोमा देखाए जस्तो चाहिँ हामी धेरैलाई हुनसक्छ क्या, आफ्नै परिवारमा आमा बुवा होइन, छरछिमेक साथीभाइ धेरैलाई हुनसक्छ। त्यो पछाडिको इँडीको पछाडि चाहिँ सुन्निने अनि एकदमै धेरै दुख्ने, जतिखेर पनि दुख्ने, पहिल्यै सार्न सकिन्न भन्नुहुन्छ यस्तो बिरामीले होइन। अब यो के भएको त भन्दाखेरि यसलाई चाहिँ अर्थोपेडिक्स भाषामा चाहिँ ह्याग्लन्स डिफर्मिटी भनिन्छ क्या। यो के भएको भन्दा चाहिँ त्यो पछाडि एउटा क्याल्केनियम भन्ने हड्डी छ, त्योभन्दा माथि चाहिँ टेन्डर एकिलिस भन्ने मासुको तन्तु छ। अब त्यो दुइटाको बिचमा चाहिँ एउटा नयाँ हड्डी पलाउँछ क्या, एउटा टुचको जस्तो पलाउँछ। अब त्यसले चाहिँ के गर्ने भयो, त्यहाँ रगड्ने भयो, त्यहाँ प्रेसर पर्ने भयो, दुख्ने भयो होइन, असाध्यै दुख्ने, सुन्निने। अनि अलि दीर्घकालीन रूपमा गयो भने चाहिँ त्यसले चाहिँ त्यो टेन्डन भन्नेलाई चाहिँ कमजोर बनाइन्छ अनि त्यो खुट्टाको त्यो मासु नै च्यात्तिन्छ क्या, अनि त अलि डेन्जरै भइहाल्यो। त्यही भएर अब कसलाई चाहिँ हुन्छ त यस्तो भन्दाखेरि जसले चाहिँ धेरै समयदेखि 10-15 वर्षदेखि चाहिँ एकदम टाइट जुत्ताहरू लगाइरहनु भएको छ, अथवा त्यस्तै टाइट जुत्ता लगाउने पेसामा हुनुहुन्छ होइन, अथवा कसै अब महिलाहरूलाई चाहिँ धेरै हाई हिल चाहिँ धेरै वर्षदेखि हाई हिल मात्रै लगाइरहनु भएको छ भने पनि हुनसक्छ। कसैको चाहिँ जन्मजात हाई आर्च फुट छ भन्ने चाहिँ त्यो पनि हुनसक्छ। र उपचार चाहिँ के, अब सुन्निया छ, दुखिया छ, गर्ने चाहिँ के त भन्दाखेरि सुरुमा चाहिँ खाने नदुख्ने औषधि, सुन्निने कम गर्ने औषधिबाट सुरु गर्न सकिन्छ। फिजियोथेरापीहरू छन् र एकदमै गाह्रो भएको छ, तपाईँलाई एकदमै धेरै सुन्यो, धेरै दुख्यो, धेरै समयदेखि हो भने चाहिँ अपरेसन पनि छन्। हाड जोड्ने नसारोग विशेषज्ञलाई एकचोटि भेट्नु होला, अपरेसनको अप्सन पनि हुन्छ है त। उपचार चाहिँ छ, धेरै व्यथा सहेर चाहिँ नबस्नुहोस्, यसको उपचार चाहिँ हुन्छ है त। ओके, थ्याङ्क यू, नमस्कार।